नपिच्न तेरो बाजे छोट छोट तोइ जा अब हामी भलक बनाउँदै आउँदैछौँ हामी दुईजना केरा छ चप्पल टुटेको सूचना छाता त उडाएछ हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी समीर आलेड एन्ड नमस्ते सबैजनालाई एन्ड थ्याङ्क यू सो मच फर वाचिङ अनि आजको भिडियो के हो भनेर हजुरहरूले टाइटल डिस्क्रिप्सन थम्बनेल हेरेर थाहा पाइसक्नुभयो ब्याकग्राउन्डतिर हेरेर पनि थाहा पाइसक्नुभयो होला अहिले हामी कहाँ छौँ हामी खेतमा छौँ अनि आज हामी अर्डर गर्न आएको छौँ अर्डर टिप्न आएको छौँ हेर्न सक्नुहुन्छ हजुरहरूले होइन अहिले त हामी यहाँ बसेछौँ यहाँ छोरी चाहिँ हजुरहरूले देख्नुभयो होला अहिले हामी यहाँ बसिरहौँ उहाँ अहिले गर्दै हुनुहुन्छ ऊ त्यतातिर हजुरहरूले देख्नु चाहिँ हुन्न होइन अनि यति जहाँ सर्लक्कै देख्न सक्नुहुन्छ यिनी जम्मै खेत हो गहुँ पाकेर यस्तो भएको छ अब अलि दिनपछि काट्ने पनि हुन्छ अहिले हामी यता पनि छ यता नि हेर्नुहोस् होइन अहिले हामी यहाँ दुईजना रेस्ट गरेछौँ कि अर्डर टिपेर आएर रेस्ट गरिरहेछौँ बसिरहेछौँ भन नानी भन नमस्ते भनिदिऊ नमस्ते भनिदिऊ भनिदिनु नि मात्तिन्छन् अहिले नपिच्न तेरो बाजे छोट छोट तोइ जा अब हामी गएर हेरौँ यसो भिजिट गरौँ खेततिर अब हामी खेतमा जाँदैछौँ साथीहरू भन नानी यहाँ हेर त अब हामी खेतमा जान्छौँ हजुरहरूले हेर्नु होला भिडियोलाई लाइक गर्नु भएन भने गर्नु होला अब हामी खेतमा गएर अर्डर के देखाउँछौँ हजुरहरूले हेर्नु होला भन नानी केही भन न नानी तिमीले पनि अहिले हामी हिँड्दैछौँ खेततिर यो पनि हाम्रै खेत हो त्यो पनि हाम्रै खेत हो त्यो पनि हामीले सबै देखे जति हाम्रै खेत हो भन्न त नमिलेको जाम हामी जाँदैछौँ अब हेर्न सक्नुहुन्छ हजुरहरूले के हेर्नुहुन्छ र त यो हाम्रो पोखरी भइहाल्यो हाम्रो त पोखरी पनि छ उहाँ बुङ्गुर फारम छन् अब हामी जाँदैछौँ हामी त भलक बनाउँदै आउँदैछौँ हामी दुईजना भन नानी यहाँ हामीले के लगाछौँ यहाँ टमाटरहरू लगाछौँ चाहिए भने भन्नु होला हामी दिन्नौँ अनि यहाँ केरा छ यहाँ केरा अचार खाने बङ्गा पनि छन् यी हाम्रो अर्डर हेर्न सक्नुहुन्छ हाम्रो यस्तो छ यो नि हाम्रो पोखरी यता पनि देखेछ त्यो हाम्रो खेत भनिहालेँ यो सिमीको झाल हेर्नुहोस् अनि दुईजनाले गर्दै हुनुहुन्छ भनिदिनुहोस् मेरो 4000 को 3000 को चलो बना हाय टुट्यो क्या त्यसको बाजे चप्पल टुटेको सूचना यहाँ हाम्रो अर्डर यो हाम्रो पोखरी बिग्रिसकेछ यो सबै राम्रो वाला गो चप्पल त 1 महिना नि बसेन हेर्न सक्नुहुन्छ छाता त उडाएछ टाटा भनेर राम्रो देखिन्छ